बिहान सोसलको चिट बनाएको थिएँ होइन यहाँ चिटहरू छ अरू पनि छ होइन मैले लग्नै बिर्सेँ कि हतार हतारमा जाने बेला लग्नै बिर्सेँ त्यही पनि पर्न त परेन एउटा पनि चिट परेन होइन त्यही पनि लग्न बिर्सेको फाइदै भयो बेकारमा गोजीमा हुन्थ्यो पढ्दै परेन ठ्याक्क लग्न नि बिर्सेको थिएँ पढ्दा नि परेन त्यहाँदेखि सोसलको पेपर दामी नै भयो यार लगभग ठिकै भयो त्यही नि आज यस्तो टाइट गरेको थियो मलाई चिट हेर्नु पनि कहाँ पाउनै गाह्रो थियो आज ठिकै भयो यार सोसलको पेपर मजा आयो माया यस्तो गफ जोत्दै थियो मेरो पछाडि पढ्ने केटीले चिट लिएर आएको थिएँ टक्क टक्क माया उयो यसको गऱ्यो यस्तो पछाडि घाँटी हेऱ्यो टक्क सिकाइदिन्थेँ आगो माया मैले नि त्यसको सर्ट क्वेसनमा कसरी गफ जोत्ने भनेर अलिअलि भनिदिन्थेँ अनि त्यस्तै त्यस्तै भयो दामी भयो मजा आयो यार अब 3 दिनपछि इकोनोमिक्स छ इकोनोमिक्सको के गर्ने हो अब यार इकोनोमिक्सको लगभग इजी नै छ तर के पढ्ने हो भन्ने लगभग झ्याउ लाग्छ यार त्यो के पढ्ने के भने त्यो जिडिपी सिडिपी यताउता पढ्न पर्ला त्यसपछि भयो बुम सोसलको तर एउटा पढेको थिएन यार मैले 0 पढेको थिएँ कि 0 पढेको थिएँ त्यही पनि मेरो B+ A सम्म आउला हतार हतारमा चेक गऱ्यो भने A आउँछ अब राम्ररी उयो के लेखेछ भनेर हेऱ्यो भने चाहिँ B+ सम्म आउला किनभने मैले लगभग त्यो दिगो विकासको यताउता आएको थियो अब मैले एक पन्ना त लेखेँ होइन लगभग राम्रै लेखेँ गरिबी र दिगो विकासको सम्बन्ध थियो त्यसपछि मैले गरिबी निवारणको लागि विदेशबाट नेपालमा चन्दा आउँछ नेपालमा पैसा आउँछ तर सरकारले खाइदिन्छ सरकार नेपाल सरकार यस्तो छ उस्तो छ उस्तो छ उस्तो छ लेखेर बसेको थिएँ हतार हतारमा चेक गऱ्यो भने मार्क्स दिइहाल्छ धेरै लेखेँ भनेर तर राम्ररी हेऱ्यो भने मेरो त्यस्तो छैन एन्सरहरू जम्मै गफ जोतेको पढेको केही थिएन मजाले के अरे भिडियोको स्क्रिप्ट लेखेर बसेर थिएँ रिसर्च गरेर बसेर थिएँ पढेको केही थिएन त्यहाँदेखि राम्रै भयो सोसल राम्रै भयो तर त्यो हाम्रो कलेजले फाल्तु लेखाएको त्यत्रो वर्ष लेखायो होइन 2 वर्ष यति धेरै होमवर्क लेखायो तर काम कतै पनि आएन कि कसैलाई पनि केही काम आएन कि त्यत्रो लेखाएको किन लेखाएको यार त्यत्रो धेरै यार टाइम वेस्ट गरिदियो कि यो मैले जुन कलेजमा छु नि त्यसमा नपढे हुन्छ पढेँ नि म मात्र पढेको मात्रै होइन अरू लगभग टप कलेजहरू त्यस्तै हुन्छ नि पेलाउनेमा कम्पिटिसन हुन्छ यिनीहरूको अनि त्यसपछि पेलाउने साला दिमाग खराब यार यो टप कलेजमा पढेर काम छैन सानो कलेज पनि पढेन राम्रो यार एटलिस्ट पेलाउनु त पेलाउन अननेसेसरी सोसलको पढेको थिएन राम्रो मार्क्स आइहाल्यो तर त्यही पनि मलाई यति धेरै होमवर्क गर्नु पऱ्यो होमवर्क गर्ने बेला मैले जम्मै च्याट जिपिटीको सार्थेँ यताउता गर्थेँ अहिले नि केही दिमागमा थिएन सब गफ जोत्ने कलाकै कारणले हो मैले हरेक टर्ममा त्यही गर्थेँ सबै गफ जोतेर आउने हो त्यहाँदेखि राम्रै मार्क्स आउँथ्यो मेरो ठिकै आउँथ्यो त्यही हो यो टप कलेजमा पढेर काम छैन अब यदि ल खत्रै बन्छु म त पढेरै केही ठुलो मान्छे बन्छु अब विदेश जान छ भने त अब अलिकति सजिलो हुन्छ होला नत्र नर्मल म जस्तो यो भन्ने टाइपको मान्छे हो भनेपछि चाहिँ यो टप कलेजमा पढेर काम छैन मैले 11मा छोड्न नि खोजेको तर मिलेन होइन एनइबीले दिएन नत्र म चल्दिन्थेँ म त 11मै म सरकारी स्कुल पढ्छु भनेर बसेको मान्छे हो त्यही हो अब सोसलको भयो अब 3टा बाँकी छ त्यसपछि युट्युबमा त अनि त्यसपछि बुम